अथ चतुर्थोऽध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यसपछि कन्यादान लिने दिन आयो र महादेव आउनुहोला भन्ने विचार गर्दै विष्णु दक्षको घर पुग्नुभयो। उनले सम्पूर्ण सामग्री तयार गराई अन्य विधान पूरा गरेर कन्यादान गर्न तयार भए। उता महादेव दक्षको घर जान बिर्सेर विष भाङ धतुरो खाई अचेत जस्तै भए। अनि विष्णुले अझसम्म महादेव आउनु भएन, कन्यादानको बेला भइसक्यो, आफ्नो हातमा थापौँ भने महादेवलाई हुँदैन, अब के गरौँ भनी व्याकुल हुन लागे। उता महादेव अकस्मात झसङ्ग भई कन्यादान दिने आजै हो, विष्णु पुगिसके होलान्, बेला पनि भयो होला। यस्तो सम्झी तत्काल वृद्ध सन्यासीको रूप धारण गरी दक्षको घर पर पुगी भिक्षा मागे। हे विष्णु, म धेरै परबाट आइरहेको छु, भोक लागिरहेछ, पहिले मलाई भिक्षा नदिई कन्यादान गरे लिने दिने दुवैलाई श्राप दिनेछु। सन्यासी रूप महादेवका यस्ता वचन सुनि विष्णु भन्नुहुन्छ, हे भिक्षुक, लग्नको समय बित्न लाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिएर सन्तुष्ट गराउँला, अहिले म बसेको ठाउँमा आएर बस भनी आफू बसेकै सिंहासनको छेउमा बसाउनु भयो। महादेव कस्तो समयमा आइपुग्नुभयो भने विरणीले सुनको कमण्डलुले धारा दिई दक्ष प्रजापतिले सतीदेवीको हात समाती विष्णुको हातमा सुम्पिन लागेको यस्तो समयमा पुग्नुभयो र विष्णुले आफ्नो मायाले ढाकेर दक्ष दम्पतिको आँखा छली सतीदेवीको हात सन्यासी रूप महादेवको हातमा पारिदिनुभयो। त्यो देखेर दक्षले अत्यन्त दुखी भई विष्णुको मुखमा हेरी, तिमी भारी कपटी रहेछौ, तिम्रो विश्वासमा पर्दा आज मेरी पुत्री सतीदेवी यो अवस्थामा आइपुगिन्। दक्षको त्यस्ता कुरा सुनेर पनि केही उत्तर नदिई सन्यासी रूप महादेवसित जान्छु भनेर वैकुण्ठ गए। त्यसपछि दक्षले छोरीतर्फ हेरेर भने, हे सती, पापिष्ट विष्णुको छलमा परेर यो वृद्ध सन्यासी स्वामी पाए पनि चित्त दुखाउनु पर्दैन, हामी छँदैछौँ, तँलाई दुःख हुने दिने छैनौँ, अहिले उसैसित जाऊ। पिताको यस्तो वचन सुनेर सबै बहिनीहरूले देवता स्वामी पाएको सम्झी म धिक्कार रहिछु भनी विषाद गरी रुन लागिन्। फेरि विधाताले मेरो ललाटमा यस्तै लेखेको रहेछ, अब रुनु व्यर्थ छ, जस्तो भए पनि माता पिताले दिएको मेरा स्वामी यिनै हुन् भनी धैर्य धारण गरिन्। त्यसपछि सन्यासी रूप महादेवले सतीदेवीतर्फ फर्केर भने, हे स्त्री, अब यहाँ बसेर के गर्ने, आफ्नो घर जानुपर्छ, माता पितासित बिदा मागेर आऊ। स्वामीको यस्तो आज्ञा सुनि हवस् भनी माता पिताको नजिक गएर, हे माता पिता, अब आज्ञा पाए म जाने थिएँ भनिन्। अनि दक्ष प्रजापति र विरणीले धैर्य धारण गरेर जाऊ भनी बिदा दिए। सतीदेवीले माता पितालाई प्रणाम गरी सन्यासी रूप महादेवको अगाडि लागेर हिँडिन्। निकै पर पुगेपछि सन्यासी रूप महादेव आज्ञा गर्नुहुन्छ, हे प्रिय, घरबाट कहिले बाहिर ननिस्केकी, सदा सुखमा पालिएकी, अत्यन्त कोमल अङ्ग भएकी तिमीलाई परिश्रम पर्ला, सुस्त सुस्त हिँड। पतिको मधुर वचन सुनेर सतीदेवी भन्न लागिन्, हे स्वामी, म त हिँड्न सक्दछु, हजुरको वृद्धावस्था छ, परिश्रम पर्ला, बिस्तार बिस्तार हिँडी बक्सियोस्। यस्तै किसिमका अनेक कुरा गर्दै गए। सतीदेवीले आफ्ना स्वामीको वृद्धावस्थादेखि यी वृद्ध अवस्था भएका म युवती मेरा स्वामीलाई कसैले केही गरी मेरो अपहरण गर्ने हो कि भन्ने चिन्ता गर्दै एक छिन पनि नछाडी पछि लागेर गई। कैलाशमा पुगेर महादेवले सतीदेवीको चरित्र हेर्नको लागि कैलाशकै टाकुरामा एउटा खरको झुपडी उत्पन्न गरे र भने, हे स्त्री, हाम्रो घर त्यही हो, आइपुग्यौँ भन्दै औँलाले देखाई, अनि अब तिमी घरभित्र जाऊ, भोक पनि लाग्यो होला, जे छ झिकेर खाऊ, मलाई परिश्रम भयो, एकछिन शुद्ध छु भनी विष भाङ धतुरो खाई बाहिरै सुते। सतीदेवीले त्यो खरको झुप्रोदेखि आफ्ना पिताको घर सम्झेर त्यस्तो सुवर्णको घरमा बसेकी मलाई यस्तो खरमा झुपडीमा बस्नु पर्यो भनी मनमा विषाद गरी आँखाबाट आँसुका धारा बगाइन्। फेरि मेरो कर्मले यस्तै पारी ल्यायो, के गरौँ भनी मन बुझाइन् र पछ्यौराले आँसु पुछी घरभित्र बसिन्। हेर्दा त सबै ठाउँमा माकुराको जालो र कसिङ्गर मात्र देखिन्। अनि कुचुले माकुराको जालो फाली राम्रोसित बढारेर सफा पारिन्। अनि स्वामी जागा भएपछि खाना के दिने भनेर भण्डारमा हेर्न पुगिन्, तर त्यहाँ केही फेला पारिनन् र मनमा विषाद गरी महादेव सुतेको स्थानमा गई खुट्टा मुनि बसिरहिन्। 4 दिन बितेपछि महादेव जागा हुनुभयो र सतीदेवीको मुखमा हेरी, हे पापिनी स्त्री, मलाई बाहिर एक्लै सुताई आफू भित्र सुतिस्, त्यसो गरे पनि के तँलाई खानु पर्दैन थियो, केही खाइस् कि खाएकै छैनस् भन्दै अनेक तरहले रिसाउन लागेको देखि हँस्यौलो मुख गरी स्वामीको मुख हेरी, हे स्वामी, हजुरलाई गहिरो निन्द्रा परेको देखि जागा गराउन सकिन र म सुतेकी पनि छैन, यहीँ बसिरहेकी छु, मैले त भण्डारमा जे भएको खाइसकेँ, अब हजुर के खानुहुन्छ भनिन्।
सतीदेवी कस्ती भने सधैँ श्रृङ्गार गरी रिसमा पनि रसमा पनि उज्यालो मुख गरी स्वामीकै भक्तिमा चित्त लगाइरहन्थिन्। सतीदेवीले त्यति भनेपछि त्यहाँ के थियो र खाइहोली भनी करुणामूर्ति शिवलाई अत्यन्त करुणा भयो र हे प्रिय, हाम्रो घर यो होइन, त्यो खरको भित्ता च्यातेर हेर त भन्नुभयो र सतीदेवी भन्दछिन्, हे स्वामी, भएको घर नाश नभएको घर कहाँ हेर्न जाउँ? फेरि बनाउनु परेमा हजुर वृद्ध म नारी जाति कसले बनाइदेला? यस्तो सतीदेवीको वचन सुनि महादेव जुरुक्क उठेर खरको भित्तामा लात्ताले हानी उज्जवल कैलाशको दर्शन दिनुभयो। अनेक मणिमाणिक्य जडेको सुनै सुनले बनेको त्यस्तो दिव्य महल देखेर सतीदेवी प्रसन्न भई मेरा पिता दक्ष प्रजापतिको घरभन्दा पनि अत्यन्त राम्रो यो घर कसको होला भन्ने विचार गरिन्। अनि सन्यासी रूप महादेवले आफ्नो दिव्य रूपको दर्शन दिन सतीदेवीलाई चोकमा डाकेर लगे। अनि हे स्त्री, यो चोकको माझमा गाईको गोबरले मण्डलाकार गरी लेपिदेऊ भने। सतीदेवीले तत्काल आज्ञा पालन गरिन्। अनि महादेव पोतेको स्थानमा बसी निर्मल स्फटिकको जस्तो विश्वम्भर मूर्तिको दर्शन दिनुभयो। अनि सतीदेवीले मनमा आनन्द मानी हर्षको आँसु बगाई म धन्य रहिछु, जगदीश्वर महादेव स्वामी पाएँ भनी फूलको माला पहिर्याई 3 पटक प्रदक्षिणा गरी साष्टाङ्ग दण्डवट गरिन्। त्यसपछि ती दुवै शिवशक्ति स्वरूपले रहँदा भए। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी व्रतकथायां सतीदेवी विवाह वर्णन नामं चतुर्थोऽध्याय। ओम।